हामी प्लेनमा चाहिँ अब खाना खाने अब सुरु गरेको छैन कस्तो छ सुरु गर्दैछु दामी छ ल ठिकै छ हाम्रो नास्ता खाना चाहिँ दुबई फ्लाइटले वितरण गरेको यो कुखुराको मासु हैन भात यो भात हो यहाँ चाहिँ बिस्कुट छ यहाँनिर मिठाईहरू पनि छ हामी यसरी कुमार्दै खाँदै हुन्छ कस्तो लागेको छ तपाईहरुलाई स्वादिलो छ ल अब म पनि सुरु गर्न लागिरहेछु कस्तो छ पिरो हुँदैन रहेछ कम पिरो रहेछ नुन पनि धेरै लागेको रहेछ हल्का हल्का यसमा चाहिँ चटपटी सटपटी लगाएर खाँदा अलिक स्वादिलो हुन्छ चटपटी चाउचाउ पालक पनीरमा यो बटर केमा अहिले बर्गर बनाएर खाँदा बर्गर बनाएर खाँदा पिरो हल्का हुँदो रहेछ मिठो चाहिँ मिठै स्वादिलो छ नुन हल्का कम हुँदो रहेछ धेरै खाने बानी पर्छ नुन अलिक चर्को खाने बानी पर्छ कोकको दाम कति पर्यो भाइ कोकको दाम कति पर्यो कोकको दाम $3 $3 भनेपछि कति पर्यो पानी पानी कति यो कति हो यो चाहिँ उसको तर्फबाट कुमार दाइ खाइसकेको कति छिटो पुगेन पुग्यो ल ठिक छ बहिनीलाई कस्तो लागेको छ हौ यहाँ बहिनी गनवरै आएन बहिनी गनवरै आएन यहाँ देखिँदै देखेन ठिकै छ पिरो कम रहेछ कुन यो ए यो हो ए ठिकै छ त्यसो अब यो खाइसकेपछि त्यसको पाला आउँदैछ फेरि थपनी माग्ने कि के छ एकपल्ट थपनी माग्ने हो
के भन्छ दिन्न भन्छ माग्यो भने स्वर्ग र बिचको हुन्छ नि फेरि